नमस्ते सबैजनालाई आरामै सन्चै हुनुहुन्छ होला सबैजना म पनि आरामै सन्चै छु म चाहिँ फिलिपिनबाट बोलिरहेको छु है फिलिपिन अब यो मेरो फर्स्ट ब्लग हो तपाईँलाई यहाँको मेरो यो प्रोभिन्स लाइफ अनि यो आइल्यान्डको नाम चाहिँ तपाईँको कमोडिस आइल्यान्ड है एकदम पार्ट अफ द सिबु सिटी है सिबु आइल्यान्ड सिबु चाहिँ प्रायः जसोलाई थाहा होला होइन मनिला भन्ने त अब क्यापिटल सिटी भयो त्यसपछि सिबु हो ठुलो होइन सिबुको पार्ट हो यो आइल्यान्ड चाहिँ अलिकति त्यहाँबाट फेरि आउनलाई पार्ट भयो भने त्यहाँबाट आउनलाई तपाईँको 2 घन्टा लाग्छ पानी जहाजमा है यो ठाउँ सानो छ त्यस पपुलेसन चाहिँ तपाईँको 1,10,000 समथिङ त्यस्तै छ क्या अनि यो ठाउँमा सानो आइल्यान्ड हो तपाईँको जहाँ गयो भने समुद्र देखिन्छ होइन जुनै उता गयो पनि जता जुनै डिरेक्सन गयो पनि होइन तपाईँहरूलाई म समुद्र पनि देखाउने छु होइन यहाँको एभ्रिथिङ मेरो युट्युब मार्फत चाहिँ तपाईँहरूलाई देखाउने प्रयास गर्छु मेरो यो साथीहरू पुरा भागिरहेको छु यहाँको फुच्चेहरू होइन फुच्चेहरूले पुरै आमिक दिन्छ यहाँ देख्न सक्नुहुन्छ स्प्रिङ वाटर चाहिँ मान्छेको लागि पौडी खेल्ने वाटर होइन है देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरा भैँसी पौडी खेल्ने स्प्रिङ वाटर हो यो चाहिँ ठ्याक्क यतापट्टि चाहिँ राइस फार्म छ होइन मकै पनि लगाएको रहेछ है यो ठाउँ चाहिँ एकदम गर्मी हुने भएको भएर चाहिँ होइन भैँसीहरूलाई चाहिँ यसरी नै डुबाएर राखेको हुन्छ हामीको अब चाहिँ म मेरो फार्ममा जान्छु होइन तपाईँहरूलाई अर्का भिजिट गराउँछु है यहाँ पो रहेछ त हामीको वाट आर डुइङ हियर आज चाहिँ मैले मेरो फर्स्ट भिडियो चाहिँ मेरो फार्मबाट चाहिँ सुरु गर्नलाई गइरहेको छु है ल म यहाँ चाहिँ यो मैले बनाएको फेन्स हो होइन तपाईँको फेन्स यो साइक्लोन हाल्यो भने चाहिँ कामै नलाग्ने रहेछ क्या यस्तो क्या यो सिमेन्ट र होइन यो त अब सानो छ नि त होइन अनि यो त 1-2 वर्षपछि त यो त फ्ल्याट जाँदो रहेछ क्या यो चुट्टिँदो रहेछ क्या हेर्न है यस्तो गर्दैन यो फ्ल्याट आउँछ यो कामै नरहेछ क्या अनि म चाहिँ ठ्याक्क मेरो एरिया चाहिँ यहाँबाट यता हो होइन यहाँ टक्क त्यो बारे भङ परेर म यहाँबाट छिर्दैछु होइन अनि तपाईँको यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो मिसेसको चाहिँ दिदीको भाग है यो चाहिँ एरिया है यतापट्टि 2-3टा उद्यो छ के भन्छ आँपको बोट छ होइन 80 झारेर खाएको यस्तो गुल्यो हुँदो रहेछ कि है अनि यस्तो छ ठाउँ चाहिँ यहाँ ल नेपालमा त तपाईँको के अरे गोरुहरूले जोत्छ नि त होइन हाम्रो गाउँघरमा त गोरुले जोत्थ्यो होइन यहाँ चाहिँ तपाईँको भैँसीले जोत्छ क्या गाई गोरुहरू चाहिँ यिनीहरूले पालेर बेच्छ होइन भैँसी चाहिँ यिनीहरूले एग्रिकल्चरको लागि चाहिँ युज गर्नको लागि पाल्छ कि यिनीहरूले यो सबै यो भैँसीले एउटा भैँसीले जोतेको एरिया है यो चाहिँ यो रुख छ नि यो रुख चाहिँ तपाईँको आभोकाडोको रुख हो होइन आभोकाडो एकदम राम्रो फल हो नि त एकदम हेल्दी फुड फल हो होइन टक्क त्यहाँ झुन्डेछ है त्यहाँ माथि टन्नै छ आभोकाडो ठुलो यत्रो भइसक्यो है देख्नु भए भएन यहाँ छ है अरू ठाउँमा पनि छ अलि माथि छ क्या अनि यो आँपको बोट भयो यो साइडको होइन अनि तपाईँलाई म एउटा देखाउँछु यो बोट छ नि यो बोट चाहिँ स्टार एप्पलको बोट हो होइन स्टार एप्पल नेपालमा मैले देखेको छैन मैले नि यहाँ फर्स्ट टाइममा देखेको है खाँदाखेरि पनि यस्तो गुलियो हुन्छ यस्तो मिठो हुन्छ है अनि यो झाङ्छ नि यो रुख चाहिँ तपाईँको काकाओको रुख हो होइन काकाओ भनेको चाहिँ तपाईँको चक्लेट बनाउने फल यही हो ल यसरी झुन्डेको हुन्छ है यिनीहरू चाहिँ पुरा त्यो हाँगामा झुन्डिँदैन यिनीहरू पातमा झुन्डिँदैन होइन तपाईँको प्रायः यस्तो के अरे बोटमै यसरी झुन्डिन्छ क्या अलिक काँचै छ अरे है यो पहेँलो हुन जान्छ पहेँलो हामी त्यसै के अरे यसलाई काटेर खान नि मिल्छ होइन अनि त्यो भित्रको बोक्रालाई चाहिँ निकालेर होइन सुकाएर अनि त्यसलाई ग्राइन्ड गरेर अनि त्यसलाई चक्लेट बनाउँछ है यस्तो छ टन्नै छ माथि फलिरहेछ है यस्तो छ ल भाले हेर्नु न भाले भाले हेर्नु त भाले कत्रो भाले यो मेरो भाले हो नि त यो त अब टक्क यहाँ चाहिँ मैले अस्ति भर्खर सफा गरेर राखेको होइन अब मैले केही न केही रोप्छु यहाँ चाहिँ होइन तपाईँको भेन्टा
के भन्छ सिप्लेभेन्टी होइन अनि के हुन्छ म रोप्छु होइन कोकोनट पनि टन्नै छ यहाँ है कोही छिप्पिसक्यो कोही चाहिँ भर्खर निक्लिँदैछ देख्न सक्नुहुन्छ है यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ गोलबडा होइन गोलबडा मैले 7वटा रोपेको छु होइन यसरी यो किन गरेको भन्दाखेरि नि तपाईँको यहाँ टन्नै कुखुराहरू छ कि लोकल कुखुराहरू होइन त्यसले चाहिँ खनिदिन्छ क्या अनि यसले के भन्छ पलाउनै दिँदैन त्यो भएर मैले यसले चाहिँ यस्तो गरेर कभर गरेको है देख्न सक्नुहुन्छ यो चाहिँ मेरो फार्म हो लगभग यो कति भन्छ यसलाई लगभग कति 10 गट्ठा जति छ होला है अनि यहाँ चाहिँ मैले पहिला बुङ्गुर पालन गरेको थिएँ है यसमा यहाँ बुङ्गुर पालन गर्दाखेरि चाहिँ तपाईँको 1 वर्ष जति गरेँ क्या तर कसले फिक्स गर्छ थाहै छैन होइन प्राइसहरू चाहिँ एकदम लो है समटाइम्स लो समटाइम्स हाई हुने एकदम रिस्की के कतिखेर बढ्ने कतिखेर घट्ने थाहै हुँदैन होइन त्यो भएर चाहिँ मैले यो चाहिँ अलिक रिस्की नै रहेछ भनेर अहिले चाहिँ मैले बुङ्गुर पालन गरेको छैन है अनि अहिले यही बुङ्गुर खोरलाई नै मैले के गरेको छु पुरा त्यो के भन्छ स्टिल म्याट हालेर होइन यहाँ चिकनहरू पालेर राखेको छु मैले चिकन देख्न सक्नुहुन्छ यसलाई बुङ्गुर खोरलाई केही युटिलाइज गरौँ न भनेर होइन देख्न सक्नुहुन्छ हुँदैन भित्र चिकन छ धेरै त छैन 60-70वटा छ अनि देख्न सक्नुहुन्छ यो मैले 80 भर्खर रोपेको खुर्सानी हो होइन यहाँ पनि खान्छ है चितल सिनी है नेपालमा चाहिँ तपाईँको चितल सिनी चाहिँ त्यसको सिड्स होइन त्यो यङ सिड्स पकाएर खान्छ होइन अहिले त तपाईँको के हुन्छ त्यो पात पनि खान्छ क्या है मैले त्यो कहिलेकाहीँ त्यो फेसमा देखिरहेको हुन्छ है तर यहाँ चाहिँ तपाईँको सिड्सहरू चाहिँ मैले अहिलेसम्म कसैले खाएको देखेको छैन है कतै गयो भने देख्छु कि मैले त्यो साइडमा होइन सिड्सहरू चाहिँ तपाईँको त्यो पुरै ड्राई भएर बसेको होइन त्यो खाना खाने रहेछ क्या अनि पातहरू चाहिँ फेरि आमा डेन्जर हान्ने यिनीहरूले त पुरा त्यो सुपहरू माछामा मासुमा होइन अनि मङ्गुसलाई चाहिँ दाललाई चाहिँ मङ्गुस हुन्छ होइन दालमा हालेर खाँदो रहेछ क्या अनि यहाँ सामानहरू किनेको रहेछ होइन यो मेटलहरू यो अनि स्क्वायर त्यो के भन्छ स्क्वायर पाइप होइन अनि यहाँ चाहिँ तपाईँको ठक्क रेडी गरेर राखेको छ है यो चाहिँ तपाईँको उतापट्टि फेन्स बार लगाउनको लागि है यसरी राखेर चाहिँ यहाँ यो चाहिँ मेरो मिसेसको भन्दा मिसेसको दिदीको बुढा जेठाजी नै होला होइन त्यसलाई साडु हो क्या साडु पर्छ मलाई आउँदैन क्या खासै अनि यो चाहिँ उसले यहाँ राखेर चाहिँ टक्क यहाँबाट छरितो हुन्छ भनेर त्यहाँबाट गेट बनाएर चाहिँ त्यहाँबाट ल्याएर उसले ट्याक्क बार लगाउँछ लास्ट इयर मैले केराको बोट रोपेको थियो है 50 बोट रोपेको थियो मैले यहाँ अनि अस्ति डेन्जर ताइफा आयो नि त त्यो ताइफुले चाहिँ तपाईँको सबै ढाल्दियो क्या अनि फेरि पछि 5-6 महिना भयो 5-6 महिना अगाडि ताइफा आएको थियो क्या अनि फेरि 5-6 महिनामा फेरि अरू त्यो नयाँ बोटहरू निक्लेर है अहिले ठुल्ठुलो भएको छ देख्न सक्नुहुन्छ यो सब मैले रोपेको यो है यहाँ चाहिँ कोकोनटको बोट र केराको बोट है यता चाहिँ मैले फार्म बनाएको पछि अब के हुन्छ यहाँ मैले के बनाउँछ त्यो चाहिँ थाहा छैन विचार गरिरहेको छु यस्तो छ अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ मैले यहाँ के अरे लोकल कुखुराको होइन गुँड बनाएको थिएँ अस्ति कति 12वटा चल्ला झारेको थिएँ होइन माउले अहिले कहाँ चरङ्गा होला अनि यतापट्टि साइडमा चाहिँ स्पेस छ नि त यहाँ पनि होइन अनि यहाँ चाहिँ मैले 80 भर्खर स्क्वास के अरे फर्सीको बिउ रोपेको थिएँ होइन 4-5 दिन भयो अहिले यत्रो भइसक्यो ल टन्नै रोपे एउटा दुईटा तिनवटा चारवटा पाँचवटा छ सातवटा रोपेछ अहिले देख्न सक्नुहुन्छ है हामीले खाएको कोकोनटहरू सबै टक्क फार्ममा आयो ल हेर्नु है यो पहिला खाएको यो ड्राई भइसकेको यो चाहिँ 80 भर्खर 4-5 दिन अगाडि खाएको यो चाहिँ
टक्क फार्ममा आयो हल्का काम गर्यो पसिना निकाल्यो है अनि टक्क तिर्खा लागेको हुन्छ टक्क कोकोनट झार्यो है अनि टक्क खायो अनि हेर्न सक्नुहुन्छ यहाँ यति धेरै कोकोनट हामीले खाइसकेको है कि है आजको भ्लग यति नै है पछि फेरि अर्को भ्लग आउँदैछ आजलाई यति नै पछि पनि राम्रो भिडियो देखाउने छु है यहाँको हरेक ठाउँहरू देखाउने प्रयास गर्दैछु मेरो युट्युब मार्फत हस् त थ्याङ्क यू सो मच हेभ अ ग्रेट डे यु अल